सम्पूर्णमा गुड मर्निङ। मेरो नाम नवीन सिंह खोला, घर दार्चुला, हाल बसाई महेन्द्रनगरबाट म बोलिरहेको छु। म हजुरहरूलाई एउटा यस्तो व्यापारको बारेमा भन्दैछु जुन तपाईँ आज घरमा दैनिक रूपमा उपभोग्य सामानहरू प्रयोग गर्दै आफ्नो घर चाहिने सोडा, साबुन, तेल लगायत हाम्रो फेस वाश भयो, अनि हाम्रो हेल्थ केयर सम्बन्धित सामानहरू भयो, लिपस्टिक, काजर इत्यादि सामानहरू हामी कुनै न कुनै एक पसलबाट किन्दैछौँ। अब हेल्दी लिभिङले हजुरहरूलाई एउटा नयाँ त्यसै खर्चलाई एउटा व्यापारको रूपमा आफ्नो बिजनेसलाई बढाउन सक्नुहुन्छ भन्छ। जुन तपाईले यो कसरी गर्ने, किन गर्ने, यदि जान्न चाहनुहुन्छ भने यो भिडियो हेर्दै गर्नुहोला। म आफूले जानेका कुराहरू म अरूलाई भन्ने र सिकाउने र इच्छुक व्यक्तिलाई यो बिजनेसलाई कसरी काम गर्ने भनेर अगाडि बढाउने हौसला दिने सोचमा मैले यो एउटा अभियान थालेको छु। जुन अभियान अर्काको भविष्य बनाएर आफू पैसा कमाउने प्लेटफर्म हो। यो वास्तवमै हजुरहरू आज यस्तो व्यापार गर्दै हुनुहुन्छ जुन पसलको नाम रहेको छ हेल्दी लिभिङ नेपाल प्राली। केवल यसमा पसल चेन्ज गर्ने, हिजो कुनै काकाको दोकानमा गएर सामान लिनुहुन्थ्यो, आज म के भन्छु, हाम्रो पसलमा आउनुहोस्, सामान लिनुहोस्। हाम्रो यसको केन्द्र कार्यालय काठमाडौँ 32 पुतलीमा छ। अहिले लगभग शाखाहरू 33 वटा ओपन भइसकेका छन् नेपालभर, हैन। आवश्यकता पर्ने सामानहरू सोडा, साबुन, तेल अनि हाम्रो हेल्थ केयर सम्बन्धित सामानहरू यसमा पाइन्छन्। 200 प्रोडक्ट, 200 आइटम सामानहरू यसमा पाइन्छन्। यसमा नपाइने भनेको दाल भयो, चामल भयो, जिरा, खुर्सानी मिल्दैन। अरू तपाईलाई आज युज गरेर भोलि युज गर्ने भने कर्केट, बुरुस, सारा इत्यादि सामानहरू मिल्छन्। यो व्यापारको बारेमा यदि बुझ्ने हो भने हामीले इतिहास बुझ्नुस्। पहिला व्यापार कसरी गरिन्छ। कुनै पनि व्यापारमा सुरुमा सामानहरू कम्पनीमा बन्छ, त्यो कम्पनीले 30% लागत लाग्छ, 10% कम्पनीले नाफा राख्छ, 10% उसले त्यो राखेर त्यसपछि सामान बेच्छ। सामान बनिसकेपछि एउटा त्यसको एडभर्टाइजिङ हुन्छ, कुनै सेलिब्रिटीले गर्छ या कुनै पनि व्यक्तिले त्यसको एडभर्टाइजिङ गर्छ, प्रचार गर्छ, 10-12% त्यहाँ खर्च जान्छ। त्यसपछि राष्ट्रिय विक्रय एउटा राष्ट्रको जस्तै स्यामसङ मोबाइल नेपालमा त बन्दैन, अरू देशहरूबाट ल्याउँछन्, हैन। त्यसको एउटा कम्पनीमा कति 30 रुपैयाँमा बन्यो, 10 रुपैयाँ उसले खायो। यदि त्यो यहाँ हामी कहाँ 100 रुपैयाँमा पुग्छ, तर हामी यो चिजको एडभर्टाइजिङ हुन्छ, यस्तो छ उस्तो छ भन्छ, हैन। त्यसले पनि 10% खान्छ। त्यसपछि राष्ट्र विक्रय आउँछ, त्यो यहाँ हाम्रो जो छ नि यो देशको एउटा त्यो स्यामसङको एउटा विक्रय हुन्छ, त्यसले राख्छ। त्यसपछि हाम्रो केन्द्र विक्रय क्षेत्रीय भन्छ, क्षेत्रीय विक्रय हुन्छ। त्यसपछि एउटा डिलर हुन्छ, होलसेल हुन्छ, रिटेल हुन्छ, र हामी कस्टमर कहाँ पुग्दा 100% जान्छ। यसमा कुनै भएन। र हाम्रो यो व्यापार कसरी आयो भन्दा सन् 1800 तिर अर्थविदहरूले एउटा रिसर्च गरे। कस्तो रिसर्च गरे भने संसारमा थोरै व्यक्ति धनी र धेरै व्यक्ति गरिब भए। जुन गरिब मान्छे झन गरिब हुँदैछ, धनी मान्छे झन। त्यसपछि रिसर्चपछि के आउँछ भने हामीले गर्ने व्यापार भनेको डाइरेक्ट सेलिङ हो, जसको वस्तुको प्रत्यक्ष बिक्री वितरण हुन्छ। यहाँ एउटा कम्पनीमा बन्छ, सिधै उपभोग्य कहाँ पुग्छ। जुन 40% त्यो भयो, 60% हामीलाई रिटर्न दिन्छ। यसको बारेमा हजुरहरू के जान्न चाहनुहुन्छ भने म हजुरलाई सर्टकटमा भनिदिन्छु है। यो तपाईको के छ भने भनेपछि यसमा हजुरहरूलाई 9 किसिमका प्रॉफिटहरू पाउने गर्नुहुन्छ। यसमा हजुरले मेरो त पहिले इन्कम भनेको 222 रुपैयाँ हो। लगभग मलाई काम गर्न थालेको 3 महिना भयो। अहिलेसम्म मैले 17-18 हजार जति यसबाट कमाइसकेको छु अलग अलग महिनामा। सबैभन्दा हाइएस्ट इन्कम भनेको मेरो 9,000 रुपैयाँ आएको छ, हैन। अब यो महिना हेरौँ 17-18 हजार आउने जस्तो छ। त्यसपछि के भन्छन् भने रिटेल बोनस भन्छ, जुनको कि
तपाईँ यसमा एउटा जो छ नि तपाईलाई कुनै सामानको यो नौनीको लगभग यसमा 1166 रुपियाँ पर्छ भने यो मैले किन्दा चाहिँ मलाई 1050 मा यसको 10% छुट आउँछ। 10% छुटमा दिन्छ र त्यसपछि हजुरले यही सामान किन्नुभयो यसको चाहिँ 20 रुपियाँ 30 रुपियाँ हैन कति हुन्छ यसको चाहिँ हजुरलाई 5 देखि 16%। तपाई एक व्यक्ति हो, तपाईको अलग अलग लेभलमा यसले पैसा रिटर्न गर्ने गर्छ कि तपाईलाई वापस गर्छ। त्यसपछि नेक्स्ट टाइम हजुरले लेभल बढ्दै जान्छ। पहिला हजुर एउटा डिस्ट्रिब्युटर हुनुहुन्छ, सिनियर डिस्ट्रिब्युटर, असिस्टेन्ट डाइरेक्टर र अनि ब्रान्च डाइरेक्टर भन्छ। त्यो लेभलमा यदि पुगेको व्यक्तिले चाहिँ यहाँ हजुरलाई 15% डाइरेक्टर बोनस पाउनुभयो अनि 5 देखि 16% परफर्मेन्स बोनस पाउनुभयो अनि 10% छुट पाउनुभयो र साथसाथमा त्यो लेभलमा पुगेपछि तपाईले टिम बिल्डिङ बोनस भनेर 3% पाउनुहुन्छ। त्यसपछि हजुर नेक्स्ट पाउनुहुन्छ टिम बिल्डिङ बोनस। त्यसपछि आउँछ हजुरहरुलाई एलओबी लिडरशिप ओभरराइड बोनस भन्छन्। यो चाहिँ 18% हुन्छ। यो चाहिँ 1000 देखि लाखौंमा कमाउँछ। लिडरले पैसा कमाउने भनेको यसमा एक यदि एलओबी खान थाल्यो भने हजुरले 1000 देखि लाखौंमा आउँछ। त्यसपछि यो कम्पनीले दिने भनेको ट्राभल फाउन्ड हो, विदेश घुम्नको लागि, त्यो 3% हुन्छ। त्यो एउटा हजुरको कोष हो, त्यो हरेक महिनाको त्यहाँ पैसा जम्मा हुँदै जान्छ। त्यसपछि हजुरहरु कार फाउन्ड दिन्छ कम्पनीले, त्यो चाहिँ एउटा कार फाउन्ड भन्ने पनि एउटा त्यस्तै कोष हो। त्यो पैसा जम्मा हुँदै गर्छ। हजुरले भोलिको दिनमा तपाईको जम्मा भइसकेपछि तपाईले त्यहाँबाट गाडी निकाल्न सक्नुहुन्छ अथवा तपाईलाई गाडी चाहिएन भने पैसा पनि निकाल्न सक्नुहुन्छ। कोही सरहरुले चाहिँ घर बनाउँदा यो यता गर्दा उता गर्दा त्यो गरिरा हुन्छन्। यो विदेश नगएर पनि त्यहाँबाट पैसा निकाल्न सक्नुहुन्छ। तपाईलाई अप्ठ्यारो परेको दुःख परेको बेला निकाल्न सक्नुहुन्छ। त्यसपछि हाउस फन्ड दिन्छ, जुन हाउस फन्ड तपाईको 3% हुन्छ हैन। हाउस फन्ड 3% पाउनुहुन्छ। त्यसपछि हजुरलाई कम्पनीले लास्ट लेभल हो इलाइट क्लब बोनस हैन। यो इलाइट क्लब बोनस भनेर हजुरलाई 2% दिने गर्छ। यो समाज सेवा गर्नुस् भनेर दिने हो। हेर्नुस् यो सब जति कुरा मैले भने यो सबै यदि हजुरहरुले रियलमा यसको बारेमा बुझेर अध्ययन गरेर यदि अघि बढ्नुहुन्छ भने हजुर वास्तवमा यसबाट केही न केही गर्न सक्नुहुन्छ। जुन कुरा मैले भने यतिकै यदि हजुरले यो सिस्टममा पैसा पाउन थाल्नुभयो भने यो इन्कम लगभग कम्तीमा 10 लाख भन्दा माथि हुन आउँछ। र म हजुरहरुलाई यसको बारेमा थोरै जानकारी अरु दिन चाहन्छु। मासिक योजना अनुसार कम्पनीको नियम छ। तपाईले 1000 2000 3000 4000 5000 सम्मको सामान किन्नुभयो कन्टिन्यू भनेपछि कन्सिस्टेन्सी भन्छ, जसले एउटा तपाईको 5000 देखि 6000 छ। त्यो तपाईले त्यो सामान 4 महिना नन स्टप किन्नुभयो भने पछौ महिना 4000 बराबरको सामान फ्री पाउनुहुन्छ र हजुरले त्यसमा चाहिँ 8 देखि 10% फ्री सामान पनि पाउनुहुन्छ। जस्तै 1000 रुपैयाँको किन्नुभयो 100 रुपैयाँको फ्री पाउनुभयो, 2000 को किन्नुभयो 200 को फ्री पाउनुभयो। अनि तपाईलाई चाहिँ त्यसपछि तपाईले 3328 रुपैयाँ हुन्छ भने त्यो पैसाको तपाईले चाहिँ 4 महिनापछि तपाईले 2000 बराबरको सामान फ्री पाउनुभयो। यो चाहिँ केवल समय सीमित छ। 2 देखि 14 तारिख भित्र मात्र पाउनुहुन्छ। त्यो भन्दा पछाडी गयो भने यो मान्य हुने छैन। त्यसपछि हजुरले लकी ड्र अफर भन्छ जुन अहिले चलिरहेको छ। तपाईको चाहिँ 19 तारिख देखि 27 तारिखको बीचमा जुन लकी ड्र अफर छ यसमा चाहिँ के हुन्छ भने तपाईले यो समय यो पिरियडमा 19 देखि 27 को पिरियडमा सामान किन्नुभयो 4200 रुपैयाँ 4000 पर्ने सामान यदि किन्नुभयो भने यसबाट हजुरलाई एउटा लकी ड्र भन्छ। अधिराज्यभरबाट 45 जनालाई पर्छ लकी ड्रमा। कसको नाम पर्छ हैन हजुरहरु आफै पनि बुझ्न सक्नु। हेर्नुस् लकी ड्र अफरमा पर्यो भने हजुरले चाहिँ 10,000 बराबरको सामान पाइन्छ। त्यो फ्री सामान के पैसा क्याश दिने हैन, सामान दिने हो कम्पनीले, जुन 10,000 बराबरको सामान दिन्छ। र यसबाट हजुरहरुले राम्रो भन्दा राम्रो अर्निङ गर्न सक्नुहुन्छ। हजुरहरुलाई के कस्तो लाग्छ, राम्रो लागे ठीक छ हैन, नराम्रो लागे पनि हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। र हजुरलाई यदि मेरो बारेमा थप जान्न मन छ भने म हजुरलाई नम्बर दिनेछु, यसको बारेमा बुझ्न नै सक्नुहुन्छ। थ्यांक यू सो मच।